खोइ थोरै रवि चाहिँ म उताबाट भिडियो क्लिक गरिदिन्छु उताबाट अलिक उता लाउँछु कि ल भन्नुहोस् रवि चाहिँ थोरै उयो हाम्रो ब्याकग्राउन्डमा ब्रदर पनि हुनुहुन्छ सो हेलो गरिदिनु बारबिक्यू सफा गर्दै हुनुहुन्छ रविजीले हाम्रो फादर टु बी उहाँ नै हुनुहुन्छ आज चाहिँ उहाँहरूको बेबी सावरको लागि हो डेकोरेसन चल्दैछ तयारी हुँदैछ ऊ हाम्रो बिस्तारै म आधालाई देखाइदिन्छु उहाँ आधाहरू एकदम तयारीमा जुटिरहनु भएको छ आधा ह्यान्डसम देखिरहेको छैन आधा पछाडि हाम्रो यो यतिको कन्फिडेन्स चाहिन्छ कि लाइफमा हाम्रो माया यहाँ आज चिटिक्क बनाउनु भएको छ टक्क अब यसमै डेकोरेसनहरू एड गर्न बाँकी छ रवि चाहिँ एकदम एक्सनमा हुनुहुन्छ आज बेलुनहरू यता छ त्यो चाहिँ हाम्रो आज बारबिक्यू गर्ने प्लान छ बेबी सावरमा सो बेबी बारबिक्यूको लागि उहाँले चाहिँ यो डिसहरू भाँडाहरू यो के भन्छ यो अब बारबिक्यू गर्ने यो ठाउँलाई चाहिँ अलिक सफा गर्दै हुनुहुन्छ उहाँले यो बाहिरको भयो सेटअप भित्र किचनमा सेटअप के चल्दैछ म भित्रमा देखाइहाल्छु तपाईँलाई सो यो चाहिँ किचनमा पुरै तयारी चलिरहेको छ उहाँ चाहिँ मदर टु बी उहाँको बेबी सावर हो टु बी थोरै केही शब्द यसो भनिदिनुहोस् न एकदम एक्साइटेड है फाइनल्ली है अब धेरै टाइम बाँकी छैन चाँडै उहाँको बेबी पनि हामी देख्नेछौँ भिडियोमा म देखाउँछु पक्का तपाईँहरूलाई हाम्रो आधारको कटिङ हेरौँ होइन भिडियो गर्न थाल्ने बित्तिकै छिटो काट्छ बारबिक्यूको लागि पोर्क म्यारिनेट गरेर राख्दै हुनुहुन्छ हाम्रो चन्दा आजीले सो अहिले चाहिँ खाजा खाने यसो तयारी सबैजना खाँदै हुनुहुन्छ यो चाहिँ प्रिपरेसनहरू अब यताउतिहरू सुरु गर्नुभन्दा अगाडि यसो ब्रेक सबैजनालाई भोक लाग्यो भनेर प्लेटमा के देख्नु सक्नुहुन्छ हेर्नुहोस् त यो चाहिँ हाम्रो रविजीको है के अरे चन्दा भैँसीको पाङ्रा है आजीले अहिले फेरि गाडीको पाङ्रा भन्नु मेरो लाउनु सो गाइज एज आई सेड बिफोर अब हाम्रो बारबिक्यू सुरु हुँदैछ बारबिक्यू हाम्रो मासु ग्रिल गर्दै हुनुहुन्छ हाम्रो रविजी अनि हाम्रो आधाले त्यो चाहिँ पोर्क हो यो चाहिँ चिकन विङ्स हो रेडी भएको चाहिँ यता अहिले गरेको त अघिदेखि गरेको रविजी थोरै तपाईँ चपिङ बोर्डमाथि रविजी यहाँ चपिङ बोर्डमाथि ल्यान्ड गरिरहनु भएको थियो यो बारबिक्यू पार्ट भयो हाम्रो घरबेटी आज उहाँको घरमा हामीले बारबिक्यू गर्दैछौँ उहाँले निलो लाउनु भएको छ तर उहाँले चाहिँ जस्ट यसो फर्मालिटीको लागि लाउनु भएको उहाँ मम टु बी होइन सी इज जस्ट फेकिङ मम टु बी सुन इन प्रोसेस प्रयास जारी छ चन्दा यु क्यान डु इट भनिदिनु एक्चुली आजी के बोलिन मैले तपाईँको कहिले छ प्लानिङ के छ भेरी सुन भन्नु न तपाईको पछि रविजीको पछि रविजीको त भइहाल्यो नि मेरो पछि भन्नुभएको छ यसरी चाहिँ चन्दाजीले धेरै नै कुराउनु हुन्छ जस्तो छ हाम्रो यहाँ सोर्साको बहिनी सुजान सो डेकोरेसन अलमोस्ट हुँदैछ अलमोस्ट कम्प्लिट हुँदैछ ऊ हाम्रो पबिना दिदी आउनु भएको छ आज पबिना दिदी स्क्रिनमा हेरेर हेलो गर्नुहोस् त तासी त ल्याएर सुजान लुक हियर हेलो गर्नुहोस् सुजान हेलो गर्नुहोस् सुजानले पुरा फुल इग्नोर हान्नु भएको छ के हो डेकोरेसन अलमोस्ट
कम्प्लिट हुन लागेको छ सो प्रोसेस सुरु हुँदैछ अब कम्प्लिट भए चाहिँ फेरि म तपाईँहरूलाई अपडेट गराउँछु है त आउनुहोस् ओहो ल हाम्रो प्रमुख अतिथिज्यूको इन्ट्री भएको छ आएन स्योर आयो के त्यस भाउजू किन आउनु भएन किन ढाँट्छ नि त 100% आयो त्यो आएको छैन के तपाईँको कति ढाँटुवा भन्ने इमेज कति धेरै हो दाइ त्यसो नभन्नु उहाँ भाँडा मस्काइ आएको मान्छे उहाँ चाहिँ हाम्रो आजको प्रमुख अतिथि हुनुहुन्छ खोइ कुर्सी रेडी गर्नु न उहाँलाई खोइ कुर्सी यता बस्नुहोस् दाइ दाइ प्लिज दाइ के एक दुई शब्द भन्नुहोस् दाइ एक दुई शब्द ओहो बाबु नमस्ते म चाहिँ प्रेम दाईको छोरा अनि हाम्रो भाउजू आउनुभयो भाउजू वेलकम एकदम ठिक छ दिदी सन्चै प्रेम दाई आउनुभयो मेरो भिडियो कम्प्लिट भयो क्या यति भएपछि प्रेम दाई आउनुभएपछि भिडियो कम्प्लिट भयो दाइ यसो हाम्रो फादर टु बीलाई एक दुई शब्द भनिदिइहाल्नु न मेरो भिडियोमा यार दाइ प्लिज अब हाम्रो भाइको आज विशेष दिन भाइ र बहिनीको भनौँ होइन हजुर आउला नि अहिले होइन सँगै बस्दा ल एकछिन हाम्रो एकछिनपछि उहाँले एक दुई शब्द दिनुहुन्छ एकदम भित्री मनबाट एकदम ह्यान्डसम चम्केर आउनु भएको राजा फेरि ब्याक टु हाम्रो बार्बिक्यू भर्खरै कोल थपेको सही भइरहेछ यो चाहिँ पोर्क हो चिकन पनि छ चिकन चाहिँ यो साइडमा छ अहिले तपाईँको बुढी त झन् ठुलो हुन आएछ त के चाहिँ अब घर छ मम टुबी हो क्या मम टुबी भन्न सकिनँ सङ्गत त्यस्तै छ यसपछि बाइ द वे हाम्रो माक्पालाई मैले भिडियोमा जोइन गरेन माक्पा वेलकम हाम्रो भिडियोमा है उहाँ चाहिँ हाम्रो घरबेटीको हस्बेन्ड के भन्ने घरबेटीको हस्बेन्डलाई घर धनी ओनर अफ द अपार्टमेन्ट उहाँले हामीलाई यो ब्युटिफुल भेन्यू दिनुभएको छ ल गाइस यति हो हामी फेरि अब एकछिनमा भिडियो कन्टिन्यू गर्दै जानेछौँ हल्का तयारी चल्दैछ केन्द्र आजी च्याम्पियनलाई बनाउँदै हुनुहुन्छ खिर दही चिउरा स्याउ फ्लावर्सहरू छ मेरो माया यहाँ छ अगाडि सो गाइज अब सबै रेडी भयो अब यता पुरै फोटो सेसन भइरहेको अवस्था मलाई शेयर गरिदिनु मेरो मोबाइलबाट आउँदैन यिनीहरूलाई सेभ राख्नुपर्छ ल केक पनि आइपुग्यो मम्मी बुई गर्छु ल फोटो खिच्ने फोटो आन्टी अङ्कल फोटो खिच्ने Tung 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 dish. It's a boy. Mom to be and father to be. Tung 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 dish. अनि डाइरेक्टरै हो क्या चेन्ज प्रोफेसन चेन्ज गर्नुपर्ने हो रविजी ननाजी भाइ हाम्रो फोटो खिच्दै त त्यहाँबाट ल धेरै धेरै कङ्ग्रेचुलेसन्स दुईजनालाई ल धन्यवाद
Champagne पनि फेर्नु पर्यो नि बोल्नु पर्यो नि हामी मध्येको सबैभन्दा जेठो बाटो हाम्रो जेठो बाटो यही हुनुहुन्छ त खाने हो नि फेरि खुवाउने हो नि फेरि शुभ आशीर्वाद छ यस्तो हो यतै हो यो पनि अनि यो होइन पहिला मम्मीलाई हो नि बाबालाई पछि हो नि होइन ल धेरै धेरै शुभ आशीर्वाद छ भन्नै पर्दैन भाइलाई म त यादै नगर्छ टिका त टिका दही टिका के हो क्ल्याप 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 मेरो साथीलाई धेरै धेरै बधाई साथी मैनी भन्दा दिदी भन्दा नि छोटो देख्नुहुन्छ साथीको बुढा पनि खोज्दै भन्छ एकदम सुत्केरीको राम्रो केयर गर्नु सुत्केरीको नाम गरेर फेरि आफूले मात्रै खाने होइन त्यो गीतमै मात्र सीमित होस् अरूलाई मात्र आशीर्वाद दिने हो कि आफूले पनि लिने हो एकदम राम्रो क्वेसन गर्नु भयो कङ्ग्रेचुलेसन सो गाइस आज उहाँहरूको बेबी शावर भइरहेछ त्यसपछि बेबी शावर उहाँको उहाँको त दुईटा भइसक्यो थर्ड पेन्डिङ त्यसपछि यहाँ हजारको अनुहार लुकाएको हेर्नु नि सो फाइनली बेस्ट मोमेन्ट अफ द डे अब केक काट्ने टाइम आउँदैछ रविजी हात क्रस गरेर
ल अब चाहिँ केक काट्नु भयो ल सबैजना ह्यापी कङ्ग्रेचुलेसन्स इट्स अ बोय ल फाइनली कङ्ग्रेचुलेसन्स वान्स अगेन दुईजनालाई धेरै धेरै बधाई छ ओ ल क्याम्पे क्याम्पे स्पेसल हाम्रो फादर टु बीले अब उद्घाटन तिमी धेरै नहालै हुन् तातो पानी यो सो गाइस अब चाहिँ भर्खरै ड्रिङ्क्स खानापिना सबै चलिरहेको छ डिजे डिपार्टमेन्ट चाहिँ हाम्रो मक्पले सम्हालिरहनु भएको छ मैले सम्हालिरहेको छु है मक्प कस्तो लागिरहेछ दामी लागिरहेछ ऱ्यापअप त गर्नु पऱ्यो होइन यो हो नि त सही यता मजा गफ चलिरहेछ सबैजना मजाले चट्ट राति भइसक्यो ब्लग हिम्बा ब्लग उहाँ चाहिँ हाम्रो ब्याचलर सिङ्गल हुनुहुन्छ तपाईँको प्लग हो प्लग आजको बेबी सावरको प्रोग्राम यति नै हो तपाईँले देखि नै हाल्नुभयो जस रमाइलो भयो वान्स अगेन हाम्रो फादर र मदर अपकमिङ फादर एन्ड मदरलाई चाहिँ हाम्रो तर्फबाट धेरै धेरै कङ्ग्रेचुलेसन होइन मागमा बेस्ट विसेस यदि भन्दै आजको भिडियो हामी ऱ्याप गर्न चाहन्छौँ मसँग ल गाइस द्याट्स अल फर टुडे थ्याङ्क यू In your book of life, what stories will fill these spaces? Will you teach others to read? Will you care for those in need? Will you never give up on your dreams? Subscribe to my channel.